Hello guys, welcome back to our another vlog. So आज चाहिँ हामी यसो बौद्ध मकबरामा आएको तिहारको भाइब चेक गर्न हेर्न सक्नुहुन्छ यहाँ यतातिरको हलचल रमझम। अब जाडो महिनामै सुरु हुँदैछ, सो घुडीमाथि कोटमाथि घुडी लगाउनु तिहारको भाइब अलरेडी सुरु भइसकेको छ, हेर्न सक्नुहुन्छ। वाउ, ड्याङ्गी ड्याङ्गी ड्याङ्गी। आज चाहिँ लक्ष्मी पूजा। हो यतिको भन्नुपर्छ, यतिको। तिहार सुरु भयो, तिहार तिहार। रामीमा कस्तो दामी बनाएको लाइटहरू लगाएर दामी। सो गाइस, अब चाहिँ हामी घर आइपुगेको यसो बौद्ध 3 कोडा जति हानेर। अनि सो अब चाहिँ हामी सेलरोटी बनाउने भनेको। सेलरोटी कस्तो राम्रो बनाउँछ हेर्दै गर्नु होला गाइस। सेलरोटी बनाउने गाइस हेर्दै गर्नु होला। हामी चाहिँ अब सेलरोटी बनाउन लागेको। चामल भिजाइसक्यो, अब यहाँ मिक्सरमा मिक्स गरेर रेडी गर्दै गर्ने छ। अनि म चाहिँ माथि चिकन बनाउँदै गर्ने छु। यता सेलरोटीको रेडी हुँदैछ है गाइसहरू, खाने भयो है। के भन्छ यसलाई? बेटर बेटर ब्याटर 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 रेडी भइसकेको छ। अब यसले एकछिन राख्नुपर्छ, त्यसपछि गलो गलो सेलरोटी बनाउने सुरु। जाओस्, अब सुरु भयो हाम्रो सेलरोटीको के भन्छ कार्यक्रम। सेलरोटी पोलौँ अनि खायौँ। लु अलि यता ल्याउँ नि त। दामी गोल्लो हुनु पऱ्यो, गोल्लो। चलाउनु पऱ्यो नि त एउटा चम्चा। अब चलाउने छु, त्यसले चलाउन तातिन्छ होला है। त्यो एउटा काँचो चलाउने भयो। वेट के भयो त? ल एकछिन छोड। फर्स्ट सेलरोटी छिरिसकेको छ हाम्रो तेलमा। मतलब डाडले भन्नु परेको छ भएन है, भएन। अब के भन्दा नि डुडुडु भन्छ। वाव वाव वाव, क्या है? सो गाइस, अब नेक्स्ट चाहिँ मेरो पालो हुन्छ। मैले अब कस्तो गर्छ हेरौँ। या चिज मेरो पालो है। अब चाहिँ भिडियो गरेर हात चाहिँ पोल्दा है बाबा। कौन हातमै टाँसी देखा न मलाई यस्तो भने। वाह, ठिक छ गाइस। कस्तो बिस्तारी है, बिस्तारी। हजुर यो मान्छेले रोटी पोल्छ जस्तो लाग्यो नै।
माथि उछिँदो रहेछ नि त हातमा कहाँ पोल्यो उछिँदो रहेछ त बिस्तारी पो गर्ने हो त अनि हातबाट निस्किँदैन अनि हात पिन्दै गरेपछि नि त्यही त अनि गाइस राम्रो भएछ त नि मैले बनाएँ होइन कस्तो गफाडी हो गाइस हाम्रो आमा रोटी चाहिँ कालो भयो हाम्रो रोटी पोले कार्यक्रम सकिसकेको छ यस्तो भयो अब चाहिँ हामी खानेतर्फतिर लाग्नेछौँ र गाइस अब चाहिँ हामी खाएको खाना सेलरोटी एन्ड चिकन चाहिँ हामी खानातिर लागेको यो गीत चाहिँ राम्रो लाग्छ गुड मर्निङ एभ्रिवान ह्याप्पी टिका सबैजनालाई हामी चाहिँ अब रेडी भएर टिका लगाउन लागेको माथि रेडी गर्नु होला ह्याप्पी बाई टिका टु एभ्रिवान टिकाको तयारी अब हाम्रो टिका सुरु हुन लागेको छ टिकाको टाइम सुरु भएको छ
आशीर्वाद Complete digital entertainment house. धेरै त नदिए फेरि टना टन चाहिँ भित्र ल 3 जनाबाट लग्यो हाम्रो पैसा हाम्रो टिकाको कार्यक्रम सकेको छ अब फोटो खिच्दा अब